मानव सभ्यताको इतिहासमा केही यस्ता अद्भुत कृतिहरू छन् जसले केवल आफ्नो समयमा मात्र होइन, हजारौँ वर्षपछि पनि मानिसलाई आश्चर्यचकित बनाइरहेका हुन्छन्। त्यसै मध्येको एक हो चीनको महान पर्खाल ग्रेट वाल अफ चाइना। यो केवल पर्खाल मात्र नभई चीनको इतिहास, सभ्यता, सङ्घर्ष अनि धैर्यको जीवित प्रतीक हो। आउनुहोस् साथीहरू, आज हामी यसै महान पर्खालको बारेमा जानकारी लियौँ। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला है। चीनको उत्तरी भागमा विभिन्न घुमन्ते जातिहरूको आक्रमण बारम्बार हुने गर्थ्यो। विशेष गरी मङ्गोल र स्योङ्गन जस्ता शक्तिशाली घुमन्ते समूहहरूले कृषिमा आधारित चिनी बस्तीहरूमा धावा बोल्थे। यसै कारण ईसापूर्व तेस्रो शताब्दीतिर चीनका शासकहरूले आफ्नो भूमिलाई सुरक्षित राख्न पर्खाल बनाउने सोचलाई अघि सारे। किङ सिहुआङदी, जसलाई चीनलाई पहिलो पटक एकीकरण गर्ने सम्राट मानिन्छ, उनैले विभिन्न साना पर्खालहरूलाई जोडेर ठुलो पर्खाल बनाउन सुरु गरे र पछि एकीकृत रूपमा पर्खाल निर्माण गराए, जसलाई पछि ग्रेट वाल अफ चाइना भनियो। ग्रेट वाल केवल एकै पटक बनेको होइन, यो विभिन्न राजवंशहरू क्विन, हाङ, मिङ आदिका समयमा विस्तार र पुनर्निर्माण हुँदै गएको हो। लगभग 21,000 किलोमिटर लामो फैलावट भएको मानिने यस पर्खालको चौडाइ भने कतिपय ठाउँमा 5 घोडा या 10 जनासम्म हिँड्न सक्ने गरीको चौडाइ छ। त्यस्तै यसको उचाइ सामान्यतया 6 देखि 7 मिटर छ, तर कतिपय भागमा भने 14 मिटरभन्दा बढी पनि पाइन्छ। यो पर्खालमा सुरुवाती चरणमा माटो, ढुङ्गा हुँदै पछि इट्टा, ढुङ्गा र काठको प्रयोग गरेको पनि पाइन्छ। यो पर्खाल निर्माणको मुख्य उद्देश्य भने आक्रमण रोक्नु थियो। पर्खालसँगै वाचटावर बनाइन्थ्यो, जसबाट सिपाहीहरूले दुश्मन आएको देख्दा आगो वा धुवाँको प्रयोग गरेर सूचना बढाउने गर्थे। यसरी हेर्दा पर्खाल केवल संरचना मात्र नभई एक प्रकारको सञ्चार प्रणाली पनि थियो। यो महान पर्खाल निर्माण गर्न लाखौँ मजदुरहरू, सैनिकहरू, कैदीहरू प्रयोग गरिए। कठोर मौसम, भोकमारी र थकाइका कारण धेरै मानिसहरूले जीवन पनि गुमाए। त्यसैले कहिलेकाहीँ यसलाई सबैभन्दा लामो चिहान पनि भनिन्छ, किनकि पर्खालभित्र हजारौँ मानिसको मृत शरीर गाडिएको मानिन्छ। यो पर्खाल चीनको पहिचान हो। यो त्यस्तो प्रतीक हो जसले चीनको धैर्य, एकता र संस्कृतिलाई देखाउँछ। युनेस्कोको वर्ल्ड हेरिटेज साइटमा सूचीकृत यो पर्खाल केवल चिनियाहरूको गर्वको विषय मात्र नभई सम्पूर्ण मानव सभ्यताको गौरव पनि हो। यस महान पर्खालसँग सम्बन्धित धेरै भावुक कथा पनि छन्। ती मध्येको सबैभन्दा प्रसिद्ध हो मेङ जियाङ्नुको कथा, जसमा उनका पति पर्खाल निर्माणको लागि जबरजस्ती लगिएका थिए र कठोर कामका कारण त्यहाँ नै उनको मृत्यु भयो। जब मेङ जियाङ्नुले पर्खालमा गएर रोइन्, उनको करुण रुदनले पर्खालको एउटा भाग भत्किएको भन्ने गरिन्छ। यस कथाले पर्खालसँग जोडिएको मानवीय पीडा झल्काउँछ। आज यो महान पर्खाल संसारकै ठुलो पर्यटकको आकर्षण हो। बेजिङ नजिकैको बाडालिङ खण्ड सबैभन्दा लोकप्रिय मानिन्छ। पर्यटकहरू यहाँ पुगेर पर्खालमा हिँड्छन्, तस्बिर खिच्छन् र प्राचीन चीनको इतिहासको अनुभूति गर्छन्। चिनियाहरूका लागि यो पर्खाल राष्ट्रिय गौरव हो भने संसारभरिका मानिसका लागि यो एक ऐतिहासिक चमत्कार हो। विगतमा मानिसहरूले यो पर्खाल चन्द्रमाबाट पनि देख्न सकिन्छ भन्ने गर्थे, तर वैज्ञानिक अध्ययनअनुसार सामान्य आँखाले नभई केवल सेटेलाइट इमेज वा विशेष क्यामेराबाट मात्र देख्न सकिन्छ। तर यसले यसको महत्त्व कम गर्दैन। महान पर्खालले मानिसलाई के सिकाउँछ त? एकता र धैर्य। लाखौँ मानिसको संयुक्त प्रयासले मात्रै यस्तो कार्य सम्भव भयो। इतिहासको स्मरण। युद्ध, पीडा र बलिदानसँगै सभ्यताको रक्षा पनि सम्भव छ। सांस्कृतिक पहिचान। प्रत्येक राष्ट्रसँग आफ्नो अद्वितीय प्रतीक हुन्छ। चीनको प्रतीक भनेकै महान पर्खाल हो।
निष्कर्ष, चीनको महान पर्खाल केवल इँटा, ढुङ्गा र माटोको संरचना मात्र होइन, यो त मानव सभ्यताको दृढता, सुरक्षा र संस्कृतिको स्मारक हो। यसले पुरानो चीनलाई मात्र नभई आधुनिक विश्वलाई पनि सन्देश दिएको छ। मानव इच्छा शक्ति र एकताको अगाडि कुनै पनि चुनौती ठुलो हुँदैन। धन्यवाद।